कहिलेकाहीँ एउटा खेलकुद प्रतियोगिताले विश्व मञ्चमा कुनै देशको छवि नै पुरै परिवर्तन गरिदिन सक्छ। यो केवल खेल जित्नु वा हार्नुको कुरा मात्रै हुँदैन। यो त आफ्नो क्षमता, आफ्नो महत्वाकांक्षा अनि दूरदृष्टि विश्व सामु राख्ने एउटा माध्यम बन्छ। तर प्रश्न यो हो, के एउटा क्रिकेट लिगले साँच्चै देशको छवि नै बदल्न सक्छ त? र आज हामी यस्तै एउटा विषयमा अलि गहिरो विश्लेषण गर्दैछौँ। हो, नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजन हामीले हेरेको एउटा युट्युब विश्लेषण अनुसार यो केवल एउटा क्रिकेट प्रतियोगिता मात्र होइन। त्यो विश्लेषणमा त यसलाई नेपालको प्राविधिक महत्वाकांक्षाको एक शक्तिशाली प्रदर्शन भनिएको छ, जसले धेरैलाई विशेष गरी यस क्षेत्रमा चकित नै पारेको छ। ठ्याक्कै। आजको हाम्रो उद्देश्य पनि त्यही पत्ता लगाउनु हो, एनपीएल सिजन 2 लाई विश्वव्यापी चर्चाको विषय बनाउने ती खास तत्त्वहरू के थिए र त्योभन्दा पनि महत्त्वपूर्ण यसको पछाडिको गहिरो अर्थ के हो। ल सुरु गरौँ न त। अल्लाह, यो विषयलाई अलिक गहिराइमा गएर हेरौँ। जब मैले त्यो विश्लेषण हेर्न थालेँ, एउटा कुराले मलाई तुरुन्तै समात्यो। के कुराले? त्यो थियो रोबोटिक कुकुर। ए हो, साँच्चै क्रिकेट लिगमा रोबोटिक कुकुर। सुरुमा त मलाई यो पत्याउनै गाह्रो भयो। यो त कुनै ठूलो टेक सम्मेलनमा देखिने जस्तो कुरा हो नि। हो, र त्यो प्रतिक्रिया नै सायद आयोजकहरूले चाहेको कुरा थियो। मतलब त्यो विश्लेषणले के तर्फ संकेत गर्छ भने त्यो रोबोटिक कुकुर केवल एउटा महँगो देखाउटी वस्तु मात्र होइन। यो त एउटा प्रतीक हो। यसले अन्तर्राष्ट्रिय प्रायोजकहरू र विश्वभरका दर्शकहरूलाई एउटा सीधा सन्देश दिन्छ। हामी भविष्यको प्रविधि अपनाउन तयार छौं र हामीसँग लगानी गर्ने क्षमता छ। कुरो त्यो हो, यो क्रिकेटभन्दा धेरै परको कुरा हो। यो त नेपालको प्राविधिक क्षेत्रमा लगानी गर्न सक्ने क्षमताको एउटा विज्ञापन जस्तै हो। एकदमै रोचक दृष्टिकोण। मतलब यो केवल हेर्नुहोस् हामीसँग रोबोटिक कुकुर छ भन्नु मात्र होइन, बरु हेर्नुहोस् हामी भविष्यमा लगानी गर्न डराउँदैनौँ भन्नु हो। र यो अन्तर्राष्ट्रियकरणको प्रयास एउटा मात्र पक्षमा सीमित थिएन। बिल्कुल थिएन। विश्लेषणमा अस्ट्रेलियाली प्रस्तुता जेस क्रूको उपस्थितिलाई पनि निकै महत्त्व दिएको छ। हो, र त्यो पनि एउटा रणनीतिक कदम हो जस्तो लाग्छ मलाई। कसरी? जब जेस क्रू जस्तो परिचित अन्तर्राष्ट्रिय अनुहारले कार्यक्रम प्रस्तुत गर्छ, त्यसले तुरुन्तै प्रसारणको स्तर नै बढाइदिन्छ। हो, एउटा विश्वास त दिलाउँछ। एकदम। यसले दर्शकलाई एक किसिमको मनोवैज्ञानिक विश्वास दिलाउँछ कि उनीहरूले हेरिरहेको कार्यक्रम विश्वस्तरीय छ। विश्लेषणमा भनिए झै एकछिन त दर्शकलाई यो साँच्चै नेपालमै भइरहेको हो र भन्ने भ्रम पर्छ। हो, यो केवल एकजना प्रस्तुता ल्याउनु मात्र होइन, बरु आफ्नो लिगलाई विश्वव्यापी दर्शकको लागि तयार पार्नु हो। ठिक हो, तर अब त्यो कुरामा आउँ जसले साँच्चै नै खेलको अनुभवलाई नै परिवर्तन गरिदियो, प्रसारण प्रविधि। स्रोतमा स्टार स्पोर्ट्सको संलग्नता र विशेष गरी 8K रेजोल्युसन भएका ड्रोन क्यामेराको प्रयोगबारे धेरै चर्चा छ। हो, र यो सामान्य सुधार मात्र होइन, यो त एउटा गेम चेन्जर नै हो। 8K ड्रोनको अर्थ के हो भनेर अलि प्रश्न पारौँ न। कल्पना गरौँ त, तपाईँ घरको सोफामा बसेर खेल हेर्दै हुनुहुन्छ र स्क्रिनमा बल स्लो मोसनमा घुमिरहेको छ। 8K रिजोल्युसनले तपाईँलाई बलको सिम कसरी घुमिरहेको छ भन्ने कुरा पनि प्रष्टसँग देखाउन सक्छ। तपाईँले फिल्डरको अनुहारको तनाव र पसिनाको थोपा पनि महसुस गर्न सक्नुहुन्छ। वाह, त्यो त साँच्चै नै दर्शकलाई स्टेडियममै भएको जस्तो अनुभव दिनु हो। ठ्याक्कै। यसको मतलब उनीहरूले केवल खेल प्रसारण मात्र गरिरहेका थिएनन्, उनीहरूले एउटा अविस्मरणीय अनुभव सृजना गरिरहेका थिए। तर यस्तो उच्च प्रविधि प्रयोग गर्न त त्यसलाई धान्न सक्ने पूर्वाधार पनि चाहियो होला नि। हो, के त्यो पनि यत्तिकै प्रभावशाली थियो त? तपाईले एकदमै सही ठाउँमा प्रश्न उठाउनुभयो। यहाँ साखलाग्दो कुरा के छ भने विश्लेषणले देखाउँछ कि बाहिरबाट देखिने प्रविधि जति चम्किलो थियो, त्यसलाई धान्ने जग त्योभन्दा पनि बलियो थियो। प्रविधि त एउटा तह हो, तर त्यसलाई टिकाउने बलियो पूर्वाधार नभई त्यो टिक्दैन। र एनपीएलको मामलामा पूर्वाधार आफैमा एउटा क्रान्ति थियो। जस्तै के? जस्तै अत्याधुनिक फ्लड लाइटहरू, बत्तीहरू। हो, विश्लेषण अनुसार ती केवल मैदान उज्यालो पार्ने बत्तीहरू मात्र थिएनन्, ती आफैमा एउटा आकर्षणको केन्द्र थिए। कसरी? सफ्टवेयरको मद्दतले ती बत्तीहरूबाट विभिन्न डिजाइनहरू बनाउन सकिन्थ्यो। चौका वा छक्का हान्दा वा विकेट जाँदा आकाशमा विभिन्न रङ र आकृतिहरू बन्थे। मतलब
खेलको हरेक महत्त्वपूर्ण क्षणमा आकाश नै उत्सव मनाइरहेको जस्तो देखिन्थ्यो। ठ्याक्कै विश्लेषणमा एउटा वाक्य छ जसले यसलाई राम्ररी वर्णन गर्छ। जब यो तेज रोशनीले आकाशलाई रङ दिन्छ तब यस्तो लाग्छ मानव आकाश आफै एनपीएलको आवाजमा बोलिरहेको छ। वाह! यो भनेको खेलको अनुभवलाई नै एउटा नयाँ उचाइमा पुर्याउनु हो। तपाईँ केवल क्रिकेट हेर्न जानुहुन्न, तपाईँ एउटा लाइट शोको पनि हिस्सा बन्नुहुन्छ। र यो सबै कहाँ भइरहेको थियो? एउटा बिल्कुलै नयाँ रङ्गशालामा होइन त? हो, र त्यो पनि सामान्य मैदान होइन। कस्तो थियो त? विश्लेषणले यसलाई विश्वस्तरीय अन्तर्राष्ट्रिय मापदण्डको टर्फ रङ्गशाला भनेर जोड दिएको छ। यो महत्त्वपूर्ण छ किनभने यसले दीर्घकालीन सोच देखाउँछ। केवल एक सिजनको लागि मात्र होइन। होइन, यो केवल एक सिजनको लागि बनाइएको अस्थायी संरचना होइन, बरु नेपालमा क्रिकेटको भविष्यको लागि गरिएको एक ठूलो र स्थायी लगानी हो। यसले खेलाडीहरूलाई पनि त फाइदा भयो होला? अवश्य। यसले उत्कृष्ट खेलाडीहरूलाई खेल्नको लागि राम्रो सतह मात्र दिँदैन, भविष्यमा अन्तर्राष्ट्रिय टोलीहरूलाई नेपालमा खेल्न आकर्षित पनि गर्छ। मैले सुनेअनुसार त्यो रङ्गशालाको स्थान पनि निकै विशेष छ। हो, र यो एनपीएलको अर्को अद्वितीय विशेषता हो। विश्लेषणमा भनिएको छ कि यो रङ्गशाला प्रकृतिको नजिक अवस्थित छ। प्रकृतिको नजिक? यसले गर्दा यो मैदान विश्वकै सबैभन्दा सुन्दर मैदानहरूमध्ये एक बन्न पुगेको छ रे। एकछिन कल्पना गरौँ त, एकातिर विश्वस्तरीय क्रिकेटको रोमाञ्च, अर्कोतिर हरियाली र प्राकृतिक सौन्दर्यको शान्ति। हो, यो संयोजनले त एनपीएललाई अन्य व्यावसायिक लिगहरूभन्दा एक फरक र विशेष पहिचान दिन्छ। एकदम। यो नेपालको प्राकृतिक सम्पदालाई खेलकुदसँग जोड्ने एउटा उत्कृष्ट उदाहरण हो। प्रविधि भयो, पूर्वाधार भयो, तर यी सबै कुरालाई एक ठाउँमा बाँधेर राख्ने तत्त्व के थियो? यति ठूलो आयोजनलाई बिना कुनै समस्या सञ्चालन गर्नु पनि त ठूलो चुनौती हो। बिल्कुल, र यदि हामीले यसलाई ठूलो चित्रमा जोडेर हेर्यौं भने यी सबै कुराको जगमा थियो त्रुटिरहित सञ्चालन र सुरक्षा। सुरक्षा व्यवस्था कस्तो थियो त? विश्लेषण अनुसार सुरक्षा व्यवस्था यति कडा र व्यावसायिक थियो कि त्यसमा प्रश्न उठाउने कुनै ठाउँ नै थिएन। राम्रो कुरा हो, यसको श्रेय नेपाली सुरक्षा बललाई दिइएको छ जसले आयोजनलाई नयाँ उचाइमा पुर्याएको छ। यो सानो कुरा होइन। होइन नि। जब खेलाडी, दर्शक र प्रायोजकहरूले आफूलाई पूर्ण रूपमा सुरक्षित महसुस गर्छन् तब मात्रै कुनै पनि कार्यक्रम सफल हुन्छ। हो, अब कुरा स्पष्ट हुँदै गइरहेको छ। प्रविधि र पूर्वाधारको साथमा यो त्रुटिरहित कार्यान्वयनले एनपीएललाई एक पूर्ण प्याकेज बनाएको छ। त्यसो भए हामीसँग 8K ड्रोन जस्ता उच्च प्रविधिका उपकरणहरू छन्, त्यसलाई समर्थन गर्न प्रोग्राम गर्न मिल्ने फ्लडलाइट र सुन्दर टर्फ रङ्गशाला जस्तो विश्वस्तरीय पूर्वाधार छ। अनि यी सबैलाई एकसाथ जोड्न कडा सुरक्षा र व्यावसायिक व्यवस्थापन। त्यसो भए यो सबैको मतलब के हो त? यसले नेपालको क्रिकेट र समग्रमा देशको लागि के अर्थ राख्छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो। यसै सन्दर्भमा विश्लेषणले एउटा यस्तो दाबी गरेको छ जुन निकै उत्तेजक र महत्त्वाकांक्षी छ। कुन दाबी? त्यसमा भनिएको छ, जुन काम पाकिस्तान सुपर लिग मतलब पीएसएलले दशकौंसम्म गर्न सकेन त्यो नेपालले आफ्नो दोस्रो सिजनमै गरेर देखायो। यो निकै ठूलो दाबी हो। यो कुनै सानो भनाइ होइन त। यो त क्षेत्रीय खेलकुदमा आफ्नो प्रभुत्व जमाउने एउटा ठूलो र साहसिक दाबी हो। हो, र यो दाबीलाई अलि गहिरिएर विश्लेषण गर्नु महत्त्वपूर्ण छ। पहिलो कुरा, यो केवल एक भावनात्मक टिप्पणी होइन। यसको पछाडि केही तर्क छ। पाकिस्तान सुपर लिग पीएसएल यस क्षेत्रको एक स्थापित र सफल लिग हो, तर यसले लामो समयसम्म सुरक्षा र अन्य कारणहरूले गर्दा आफ्ना सबै खेलहरू घरेलु मैदानमा आयोजना गर्न सङ्घर्ष गर्यो। हो त, उनीहरूले वर्षौंसम्म युएईमा खेल्नु पर्यो। ठ्याक्कै। त्यसो भए तुलनाको आधार त्यो हो, विश्लेषणले त्यही सङ्केत गर्छ। अच्छा, मतलब एनपीएलले दोस्रो सिजनमै सबै घरेलु मैदानमा गर्यो। हो, एनपीएलले आफ्नो दोस्रो सिजनमै घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा र पूर्वाधारसहित एक पूर्ण र सफल प्रतियोगिता आयोजना गरेर देखायो। मतलब यो बराबरी गर्ने होड मात्र होइन? होइन, यो त नेतृत्व लिने दौड हो। यसले त अझ गहिरो प्रश्न खडा गर्छ। के यो केवल क्रिकेटको बारेमा हो वा यो राष्ट्रिय क्षमता र महत्त्वाकांक्षाको एउटा ठूलो प्रदर्शन हो? मलाई लाग्छ विश्लेषणले दोस्रो कुरामा बढी जोड दिएको छ। कसरी?
त्यसमा प्रयोग भएका वाक्यांशहरू जस्तै जब नेपाली ठान्छन् तब असम्भव केही हुँदैन ले यही भावनालाई दर्शाउँछ। हो, त्यो त राष्ट्रिय गौरवको कुरा भयो। एकदम। यो केवल एउटा खेलकुद प्रतियोगिताको सफलता मात्र होइन, यो त राष्ट्रिय गौरव र हामी पनि गर्न सक्छौं भन्ने भावनाको अभिव्यक्ति हो। एनपीएल एक मञ्च बनेको छ जहाँ नेपालले आफ्नो संगठनात्मक क्षमता, प्राविधिक ज्ञान र विश्वस्तरीय मापदण्ड पूरा गर्ने दृढता प्रदर्शन गरिरहेको छ। मतलब क्रिकेटको माध्यमबाट गरिएको एक राष्ट्रिय स्टेटमेन्ट जस्तो। हो, ठ्याक्कै त्यस्तै देखिन्छ। साँच्चै नै आजको छलफलबाट निस्केको मुख्य निष्कर्ष यही हो जस्तो लाग्छ मलाई। एनपीएल सिजन 2 नेपाली खेलकुदमा केवल एक विकास मात्र होइन, यो त एक क्रान्ति नै हो। हो, एउटा यस्तो घटना हो जसले अपेक्षाका सबै सीमाहरू पार गरेको छ। यसको पहिचान भनेको अत्याधुनिक प्रविधि हो, रोबोटिक कुकुरदेखि लिएर 8K ड्रोनसम्म, जसले दर्शकको अनुभवलाई नै बदलिदियो। र त्यो प्रविधिलाई पूर्णता दिने विश्वस्तरीय पूर्वाधार, सफ्टवेयरबाट नियन्त्रित फ्लडलाइटहरू जसले आकाशलाई नै रङ्गीन बनाइदिन्छ र प्रकृतिको काखमा रहेको त्यो सुन्दर टर्फ रङ्गशाला। अनि यी सबैलाई एकसाथ जोड्ने तत्त्व हो त्रुटिरहित कार्यान्वयन र कडा सुरक्षा व्यवस्था, जसले यसको व्यावसायिकतालाई प्रमाणित गर्छ। हो, र विश्लेषणले यसलाई केवल एउटा सपना वा भविष्यको योजनाको रूपमा होइन, बरु एउटा वास्तविकताको रूपमा चित्रण गरेको छ। एउटा यस्तो वास्तविकता जसले विश्वलाई चकित पारेको छ। को एउटा भनाइ छ, यो कुनै सपना होइन, यो एनपीएल सिजन 2 हो। यो भनाइ आफैमा निकै शक्तिशाली छ है। एकदम। यसले देखाउँछ कि नेपाल अब केवल सहभागी मात्र होइन, बरु खेलकुदको क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्ने एक अग्रणी राष्ट्र बन्ने क्षमता राख्छ। छिमेकी देशहरूलाई पनि एउटा सन्देश गएको छ। हो, अब प्रतिस्पर्धामा एक नयाँ र गम्भीर खेलाडी थपिएको छ भन्ने सन्देश। आजको हाम्रो विश्लेषणले एनपीएल सिजन 2 ले कसरी प्रविधि, पूर्वाधार र सञ्चालनको माध्यमबाट एउटा नयाँ मानक खडा गर्यो भन्ने देखायो। स्रोतले दोस्रो सिजनमै के हासिल भयो भनेर स्पष्ट रूपमा चित्रण गरेको छ। हो, आधार एकदमै बलियो बनेको देखिन्छ। तर यसले भविष्यको लागि एउटा साँच्चै नै रोमाञ्चक प्रश्न खडा गर्छ। यदि दोस्रो सिजनको आधार यति बलियो र प्रभावशाली छ भने 5औं वा 10औं सिजनमा एनपीएलले कस्ता नयाँ मापदण्डहरू स्थापना गर्ला, आशित गर्न सक्ला? यो प्रश्नमाथि सोच्दै आजको लागि हामी बिदा लिन्छौं।